नमस्कार साथीहरू, दिगो विकासका 17वटा लक्ष्यहरूलाई आज हामी याद गर्न जाँदैछौँ। गरिबीको अन्त्य पहिलो, दोस्रो भोकमरीको अन्त्य, तेस्रो स्वस्थ र समुन्नत समाज, चौथो गुणस्तरीय शिक्षा, पाँचौं लैङ्गिक समानता। कसरी याद गर्ने एउटा कहानी जस्तो गरौँ। एउटा गरिब भोकमरीले मर्न आँटेको र त्यसलाई स्वस्थ र समुन्नत समाज दिन के चाहियो? हामीलाई गुणस्तरीय शिक्षा चाहियो। स्वस्थ र समुन्नत समाजको लागि के दिनु पर्यो? पहिला गुणस्तरीय शिक्षा दिनु पर्यो र त्यो शिक्षित व्यक्तिले चाहिँ लैङ्गिक समानता कायम गर्नेछ। त्यो समाजमा, स्वस्थ र समुन्नत समाजमा शिक्षित भइसकेपछि लैङ्गिक समानता कायम गर्ने भयो। यसरी चाहिँ 5वटालाई याद गर्न सकिन्छ। गरिबबाट गरिबीको अन्त्य, भोकमरीबाट भोकमरीको अन्त्य, स्वस्थ र समुन्नत समाज भइहाल्यो, त्यसपछि गुणस्तरीय शिक्षा र लैङ्गिक समानता। यसरी चाहिँ 5वटा याद गरौँ। 5वटा याद गरिसकेपछि अब अर्कोमा जाउँ है त। 6 नम्बरमा छ स्वच्छ पानी तथा सरसफाई, 7मा छ स्वच्छ ऊर्जामा सहज पहुँच, 8मा छ मर्यादित रोजगार तथा आर्थिक वृद्धि, 9मा छ उद्योग पूर्वाधार र नवीन सिर्जना र 10मा छ असमानता न्यूनीकरण। यसलाई कसरी याद गर्ने? स्वच्छ पानीबाट, हेर्नु त, स्वच्छ पानीबाट स्वच्छ ऊर्जा निकाल्ने है त। सुरुमा के गर्ने? स्वच्छ पानीबाट स्वच्छ ऊर्जा निकाली उक्त ऊर्जाको प्रयोग गरी, अब ऊर्जाको प्रयोग कहीँ न कहीँ प्रयोग गर्नु पर्यो। त्यो प्रयोग गरी के गर्ने भन्दाखेरि रोजगारी र आर्थिक वृद्धि गर्ने। रोजगारी ल्याउने र रोजगारी भइसकेपछि आर्थिक वृद्धि हुने नै भयो। रोजगारी त ल्याउने र रोजगारी दिनको लागि के बनाउनु पर्यो साथीहरू? उद्योग बनाउनु पर्यो, नवीन सिर्जना गर्नु पर्यो है। उद्योग बनाउनु पर्यो, नवीन सिर्जना गर्नु पर्यो र उद्योगमा के हुनु भएन भन्दाखेरि असमानता हुनु भएन। के हुनु भएन? असमानता न्यून हुनु पर्यो है त साथीहरू। उद्योगमा चाहिँ कसैलाई लाखा कसैलाई पाखा गर्न भएन। रोजगारीको लागि उद्योग बनाएपछि सबैलाई समानता हुनु पर्यो, असमानता न्यून हुनु पर्यो भनेर चाहिँ याद गरौँ। अब यसबाट स्वच्छ पानीबाट स्वच्छ ऊर्जा निकाल्ने, ऊर्जाबाट रोजगारी दिने, रोजगारी दिनको लागि उद्योग बनाउने, उद्योगमा चाहिँ असमानता हुन भएन, समानता हुनु पर्यो भनेर याद गरौँ। र यसबाट पानीबाट स्वच्छ पानी तथा सरसफाई, स्वच्छ ऊर्जाबाट स्वच्छ ऊर्जामा सहज पहुँच, त्यसपछि रोजगारी तथा आर्थिक वृद्धि, मर्यादित रोजगार तथा आर्थिक वृद्धि। 9 नम्बरमा के रहेछ? उद्योग बनाउने, नवीन सिर्जना गर्ने है। रोजगारी कहाँ दिने? उद्योग बनाउने, नवीन सिर्जना दिने। यसको लागि चाहिँ उद्योग पूर्वाधार र नवीन सिर्जना यसै याद गर्न सकिन्छ। त्यस्तै गरेर चाहिँ लास्टमा चाहिँ उद्योगमा के हुनु भएन? असमानता हुनु भएन, असमानता न्यूनीकरण भनेर याद गर्नु पर्यो। त्यस्तै गरेर अब चाहिँ 11औं नम्बरमा छ दिगो शहर र समुदायहरू, 12मा छ जिम्मेवारीपूर्ण उपभोग तथा उत्पादन, 13मा छ जलवायु परिवर्तनमा तत्काल पहल, 14मा छ जमिन मुनिको जैविक विविधता संरक्षण, 15मा छ जमिन माथिको जैविक विविधता संरक्षण। यसरी चाहिँ अब हामीले कसरी याद गर्ने यसलाई भन्दाखेरि दिगो शहर र समुदाय बनाउन है त। अब हामीलाई के चाहिएको छ? दिगो शहर, लामो समयसम्म टिकिरहने शहर र समुदाय चाहिएको छ। त्यस दिगो शहर र समुदाय बनाउन उपभोगका लागि उत्पादन गर्नुपर्छ है। उपभोगको लागि के गर्नुपर्छ? उत्पादन गर्नुपर्छ। यत्तिकै शहर मात्रै बनाएर भएन, उत्पादन पनि गर्नु पर्यो। उपभोगका लागि उत्पादन गर्नु पर्यो। त्यसपछि उत्पादन गर्दा के हुन सक्छ भन्दाखेरि ठुला ठुला फ्याक्ट्रीहरू खडा गर्दा जलवायु परिवर्तन हुन सक्छ है त साथीहरू। हेर्नु त, उत्पादन गर्दा ठुला ठुला फ्याक्ट्रीहरू खडा गर्नु पर्यो, त्यसले गर्दा के हुन्छ? जलवायु परिवर्तन हुन्छ तेस्रो नम्बरमा। त्यस्तै गरेर जलवायु परिवर्तनले के हुने भयो? जमिन मुनिको जैविक विविधता र जमिन माथिको जैविक विविधतामा आँच आउन सक्छ है त। जलवायु परिवर्तन हुने बित्तिकै के हुने भयो भन्दाखेरि जमिन मुनिको र जमिन माथिको जैविक विविधतामा आँच पर्न सक्छ। पहिला चाहिँ जमिन मुनिको जैविक विविधतामा आँच पर्ने भयो, त्यहाँबाट निस्केको पानीहरूले, त्यसपछि जमिन माथिकोमा पनि प्रभाव पर्ने भयो भनेर चाहिँ याद गरौँ साथीहरू। त्यस्तै गरेर 16मा छ शान्ति, न्याय र सशक्त निकाय है। शान्ति, न्याय र सशक्त निकाय। 17मा छ लक्ष्य प्राप्तिको लागि साझेदारी। अब यी सबै कामहरू शान्ति र न्यायपूर्वक हुनुपर्छ कि साथीहरू। हेर्नु त, यत्रो काम गरियो, 15-15वटा है। यी सबै कामहरू कस्तो हुनु पर्यो भन्दाखेरि शान्त रूपमा शान्ति भएर हुनु पर्यो र न्यायपूर्ण तरिकाले हुनु पर्यो। र यी काम गर्नको लागि के चाहियो त भन्दाखेरि सशक्त निकाय पनि चाहियो है त। सशक्त निकाय नभइकन कसरी काम गर्ने? निकाय खटेर काम गर्नु पर्यो शान्ति र न्यायपूर्वक तरिकाले। र सँगसँगै यी सबै लक्ष्य प्राप्तिका लागि एक्लैले सकिन्न। एक्लैले नसक्ने भएपछि के हुनु पर्यो? सबैको साझेदारी हुनु पर्यो, सबैले पार्टनरसिपमा गर्ने हुनु पर्यो है। सशक्त निकाय मात्रै खटेर भएन, सबैको साझेदारी पनि हुनु पर्यो भनेर चाहिँ हामीले यो दुईटा याद गर्न सकिन्छ। शान्ति र न्यायपूर्वक र सशक्त निकायबाट 16औं नम्बर, र लक्ष्य प्राप्तिका लागि के पनि हुनु पर्यो? साझेदारी पनि हुनु पर्यो भनेर चाहिँ 17 नम्बरलाई हामीले याद गर्न सकिन्छ। यसरी चाहिँ यसलाई 3-4वटा टुक्रामा टुक्राएर चाहिँ हामीले सजिलै याद गर्न सकिन्छ। आशा छ तपाईँलाई भिडियो मन पर्यो होला। यति भन्दै आजको भिडियोबाट बिदा लिन चाहन्छु। हस्त, धन्यवाद साथीहरू।